जिन्दगीमै पहिलोचोटि बाटुली पोखरी गएर डुङ्गा चलाए र त्यही दिन हाम्रो प्यारी घरबेटी आन्टीसँग न्यू इयर आउनु भन्दा अगाडि नै मज्जाले न्यू इयर मनाए। दिस भिडियो इज कल्ड अ डे इन अ लाइफ अफ मिस्टर साबिन मगर। हजुरहरु सम्पूर्णलाई नमस्ते र स्वागत गर्न चाहन्छु आजको यो मेरो मिनी भ्लगमा, जसको सुरुवात चाहिँ हजुरहरुलाई मेरो आजको आउटफिट भर्याङ चढी देखाउनबाट स्टार्ट भयो, जुन देखाएर म घरबेटी आन्टीको घरबाट ओर्लेर गेट पछाडी मलाई कुरिरहेको मेरो साथी सुभाषसँग आजको सुटको लागि मेरो अर्को दुईजना साथी सजिना र आशिकासँग भेटेर म चाहिँ लाग्छु सुरुमा त आइसक्रिम खान। चट्ट लाएर चितवनको गर्मी मेटाउने गरी थरी आइसक्रिमको फ्लेभर थोरै चाखेर आफूलाई मन पर्ने फ्लेभरको आइसक्रिम लिएर चियर्स गर्दै आइसक्रिम खाएर भ्याएर टुकटुक चढेर हामी चाहिँ लाग्छौं बाटुली पोखरी, जुन चाहिँ म फर्स्ट टाइम गएको थिएँ। त्यहाँ जाने बित्तिकै मेरो भिडियो एकदमै मन पराउनु हुने र मलाई फलो गर्नु हुने एकजना दिदीको होटल, रेस्टुरेन्ट, किराना पसल अल इन वानमा गएर हल्का फुल्का काचाकुचु खानेकुरा सामान लिएर चट्ट टिकट काटेर हामी चाहिँ लाग्छौं बाटुली पोखरी भित्र। त्यहाँ जाने बित्तिकै हाम्रो सुट स्टार्ट हुन्छ भने आधी सुट सकाएर हामी चाहिँ डुङ्गा चढ्न लाग्छौं। डुङ्गा चढेर मज्जाको भ्यूहरु हेरेर अघि लिगेको काचाकुचुक सामान खाँदै गीत गाउँदै फेरि सुट तर्फ लाग्छौं र सुट भ्याएर बाटुली पोखरीको यात्रालाई एकदमै यादगार बनाउँदै आफ्नो गन्तव्यतिर लाग्यौं। र म चाहिँ पुगे पहिला सुरु घरबेटी आन्टीको घर, जहाँ गएर सुरुमै भेटे मैले मेरो प्यारी घरबेटी आन्टीलाई। आफ्नो फ्ल्याटतिर जान थालेको त सबिन एकछिन रोक त भनेर भन्नुहुन्छ, एकछिन तल आऊ है तिमीसँग कुरा गर्नु छ भनेर भन्नुहुन्छ। बा के चाहिँ कुरा रहेछ त्यस्तो भन्दै म त सोच्दै माथि पुगे र फ्ल्याटमा छिरेर चट्ट लाएर आफ्नो ड्रेस चेन्ज गरेर घरबेटी आन्टीबाट पुगे र त्यहाँ गएर स्टार्ट हुन्छ हाम्रो सल्लाह। के चाहिँ भन्न लाग्नु भएछ भनेको त न्यू इयरको प्लान के छ तिम्रो भनेर सोध्नुहुन्छ। बा के हुनु आन्टी नारायणी किनारमा कन्सर्ट हुँदैछ त्यही जान्छु म त भनेर भने। तपाईँ चाहिँ कहाँ जाने भनेर चट्ट लाएर काचाकुचुक सामान खाँदै थिए। न्यू इयरको प्लान सुनाउनु छट्टा त कति खान सकेको भन्दै सुनाउनुहुन्छ। बा अब भोक लागेपछि नखानु त आन्टी भनेर भनेको त यदि चाहिँ अब खाएर हुन्छ टन्न मगाउने मलाई नि खुवाउने आफू नि खानी भनेर भन्नुहुन्छ। बा ए खाली मलाई फसाउन जान्नु भएको छ आन्टी तपाईले हैन भनेर भनेको त के को फसाउनु नि जा अब त्यति पनि मै तिर्दिन्छु यो पाली पैसा ल भनेर भन्नुहुन्छ। बा त्यहाँ फुडमान्डु खोलेर मैले भनेको कुराहरु अर्डर गरिहाल आज भनेर भन्नुहुन्छ। मेरो पाली रमाउँदै रुममा गएर मोबाइल लिएर फुडमान्डु खोलेर यसो हेर्छु त फुडमान्डुमा नयाँ वर्ष फिस्ट चल्दै रहेछ। फेरि ठ्याक्कै आजकै दिन चैत्र 25 गतेदेखि वैशाख 7 गतेसम्म अप टु 82% सम्म अफ, कम्बो स्टार्टिङ फ्रम रु 499, फ्ल्याट डिस्काउन्ट अप टु 40% र फ्ल्याश सेलमा त चितवन, काठमाडौँ भ्याली, पोखरा र बुटवलको सेलेक्टेड रेस्टुरेन्टहरुबाट सेलेक्टेड फुड्सहरु रु 82 मै पाउने रहेछ। फुडमान्डुमा यति धेरै अफर रहेछ र पो तपाईले पैसा दिन रेडी हुनुभयो भनेर भनेको त फुडमान्डुको अफर्सको साथ अब बबाल हुन्छ वर्षको अन्त्य र सुरुवात भनेर भन्छन्। बा ल बबाले भएछ नि भनेर मेरो पाली आन्टीले भनेको सबै खानेकुराहरु अर्डर गरे र विदिन 45 मिनेट्समा त आइपुग्नु भयो हाम्रो डेलिभरी दाइ। यति धेरै खानेकुरा यति सस्तोमा पाउँदा त मैले नै पैसा तिरिदिए। ल घरबेटी आन्टीको छोरीलाई बोलाएर सबै खानेकुराहरु जति समेटेर हामी लाग्यौं घरबेटी आन्टीको रुममा र त्यहाँ गएर चट्ट लाएर सबै खानेकुराहरु अनबक्सिङ गरेर पिज्जाको एक एउटा स्लाइस निकालेर चियर्स गर्दै सबै खानेकुरा ग्वाम के ग्वाम यति खाए कि के कुरा गर्नु। मज्जाले खाएर घरबेटी परिवारसँग न्यू इयर भन्दा अगाडि न्यू इयर पनि मनाए। अब हजुरहरु पनि वर्षको अन्त्य र सुरुवात बब्बाल बनाउनुहोस् फुडमान्डुको अफरको साथ। यति भन्दै आज